नमस्कार, म समीर। काठमाडौँ क्रस रोड्सको यो विशेष श्रृङ्खलामा तपाईँलाई स्वागत छ। आज हामी नेपाली राजनीतिको एउटा यस्तो मोडमा छौँ जहाँ एकातिर दशकौँको अनुभव बोकेका दिग्गज नेता केपी शर्मा ओली हुनुहुन्छ भने अर्कोतिर युवा जोस र इन्जिनियरिङ दिमाग भएका बालेन शाह। के अनुभव नै सबै थोक हो वा अब हामीलाई नयाँ सोचको खाँचो छ? नमस्कार, म आयुषा। आज हामी केवल भावनामा बगेर होइन, प्रमाण र तथ्यका आधारमा कुरा गर्नेछौँ। बालेन शाहलाई किन अहिलेको आवश्यकता मानिँदैछ र केपी ओलीको राजनीतिले अब किन विश्राम पाउनुपर्छ भन्ने बारेमा आजको बहस केन्द्रित हुनेछ। हामी केही यस्ता सत्यहरूमाथि कुरा गर्नेछौँ जुन सुन्दा कतिलाई तितो लाग्न सक्छ, तर देशका लागि ती अनिवार्य छन्। आयुषा, सुरुवातमै म के भन्न चाहन्छु भने केपी ओली कुनै सानो नाम होइन। उहाँले जेल जीवन बिताउनुभयो, पञ्चायत विरुद्ध लड्नुभयो। उहाँसँग स्टेट क्राफ्ट वा राज्य सञ्चालनको जुन अनुभव छ त्यो बालेन जस्तो भर्खरै आएको व्यक्तिसँग कसरी तुलना हुन सक्छ? के एउटा सहरको मेयरले देश चलाउने सपना देख्नु अलि हतार भएन र? समीर, अनुभवको सम्मान गर्नुपर्छ, तर अनुभव कस्तो परिणामका लागि प्रयोग भयो भन्ने कुरा मुख्य हो। केपी ओलीजीको पालामा हामीले ठूला ठूला सपना देख्यौं, पानी जहाज, ग्यास पाइपलाइन, रेल। तर वास्तविकतामा के भयो? भ्रष्टाचारका ठूला ठूला काण्डहरू सार्वजनिक भए। बालेनको हकमा हेर्ने हो भने उनीसँग सत्ताको ठूलो शक्ति छैन, तर जे छ त्यसलाई उनले नतिजामा बदलेका छन्। तर ओलीजीले भन्नुभएको रेल र पानी जहाज त विकासका आधार हुन् नि। के ठूला सपना देख्नु अपराध हो? सपना देख्नु अपराध होइन, तर सपनाको नाममा जनतालाई झुक्याउनु र राज्यको ढुकुटी आफ्ना कार्यकर्ता पोस्नु चाहिँ अपराध हो। ओलीजीले भ्यू टावर बनाउन अरबौं खर्च गर्नुभयो, तर के त्यसले साधारण नेपालीको जीवनमा परिवर्तन ल्यायो? बालेनले चाहिँ भुइँको काममा ध्यान दिए। उनले काठमाडौँका विद्यालयहरूको शौचालय सुधार गरे। सरकारी स्कुलको गुणस्तर निजीभन्दा राम्रो बनाउन लागे। रेलभन्दा पहिला राम्रो स्कुल र अस्पताल चाहिएको छ हामीलाई। तर बालेनको कार्यशैली अलि पपुलिस्ट वा लोकप्रियतावादी भएन र? जताततै डोजर चलाउने, साना व्यापारीलाई दुःख दिने, यसले दीर्घकालीन समाधान दिन्छ त? समीर, बालेनले डोजर त्यहाँ चलाएका छन् जहाँ कानून मिचेर सार्वजनिक जग्गा र खोला किनार मिचिएको छ। ओलीजीको पालामा आफ्ना मान्छेले जग्गा मिचे पनि आँखा चिम्लिने संस्कार थियो। बालेनले देखाए कि कानून सबैका लागि बराबर हुन्छ। फुटपाथको कुरा गर्दा सहर पैदल यात्रीका लागि हुनुपर्छ कि व्यापारका लागि? उनले विकल्पहरू खोजिरहेका छन्, तर थिति बसाल्न कडा कदम चाल्नु नै पर्छ। खण्ड 2, भ्रष्टाचार र पारदर्शिता। भ्रष्टाचार त सबैतिर भइरहेको छ भनिन्छ नि। के बालेन पूर्ण रूपमा सफा छन् त? बालिनले एउटा यस्तो पद्धति सुरु गरे जुन ओलीजीको कार्यकालमा कल्पना बाहिरको थियो। नगर सभाको लाइभ प्रसारण। कुन वार्डमा कति बजेट गयो, कुन नेताले के माग्यो, सबै जनताले मोबाइलमा हेर्न पाए। ओलीजीको शासनकालमा ओम्नी काण्ड, येती काण्ड र नक्कली भुटानी शरणार्थी काण्ड जस्ता भयानक भ्रष्टाचार भए। ती काण्डमा उहाँकै नजिकका मान्छेहरू मुछिए। बालेनले देखाए कि यदि नेतृत्व पारदर्शी भयो भने तलका मान्छेहरू भ्रष्टाचार गर्न डराउँछन्। ओलीजीले त राष्ट्रियताको मुद्दामा कत्रो अडाम लिनुभयो। चुच्चे नक्सा ल्याउनुभयो, भारतको नाकाबन्दी विरुद्ध बोल्नुभयो। के बालेनमा त्यो भिजन छ? राष्ट्रियता भनेको नक्सामा मात्र होइन, नागरिकको आत्मसम्मानमा पनि झल्किनुपर्छ। ओलीजीले नक्सा ल्याउनुभयो, तर त्यही समयमा उहाँले दुई पटक असंवैधानिक रूपमा संसद विसर्जन गर्नुभयो, जसले लोकतन्त्रको जग नै हल्लायो। के आफ्नै देशको संविधान मिच्नु राष्ट्रियता हो? बालेनले काठमाडौँको सांस्कृतिक सम्पदा बचाउन जुन अडाम लिएका छन्, चाहे त्यो टुकुचा उत्खनन होस् वा नेवा सभ्यताको संरक्षण, त्यो पनि त राष्ट्रियता नै हो नि। खण्ड 3, फोहोर व्यवस्थापन र वातावरण। काठमाडौँको फोहोरको समस्या त अझै उस्तै छ नि, होइन र? समस्या दशकौं पुरानो हो समीर, तर बालेनले यसको वैज्ञानिक समाधान सुरु गरेका छन्। पञ्चरे डाँडामा फोहोर फाल्ने मात्र होइन, उनले स्रोतमा नै फोहोर वर्गीकरण, सेग्रिगेसन गर्न प्रोत्साहन गरे। धेरै वडामा अहिले कुहिने र नकुहिने फोहोर छुटाछुटै सङ्कलन गरिन्छ। ओलीजीले यसलाई केवल एउटा राजनीतिक सम्झौताको विषय बनाउनुभयो, तर बालेनले यसलाई इन्जिनियरिङ प्रोजेक्टको रूपमा लिएका छन्। नतिजा आउन समय लाग्छ, तर दिशा सही छ। तर बालेन अलि जिद्दी र हक्की स्वभावका छन्। कतिपय अवस्थामा उनले सङ्घीय सरकारसँग अनावश्यक टसल गरेका छन्। यसले विकासमा बाधा पुर्याउँदैन? यो टसल अधिकारका लागि हो। सङ्घीय सरकारले स्थानीय सरकारलाई आफ्नो शाखा जस्तो ठान्छ।
बालिनले सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई व्यवहारमा उतार्न खोज्दैछन्। यदि सिंहदरबारले महानगरको काममा बाधा पुर्याउँछ भने बालिनले प्रतिवाद गर्नु जायज छ। ओलीजीले त मुख्यमन्त्रीहरूलाई सङ्घीय सरकारको एकाइ मात्र भन्नुभएको थियो, जुन सङ्घीयताको मर्म विपरीत थियो। खण्ड 4 शिक्षा र स्वास्थ्यमा क्रान्ति। शिक्षा र स्वास्थ्यमा बालेनले के नै त्यस्तो ठूलो परिवर्तन गरेर? धेरै गरेका छन् समीर। काठमाडौँका 70 भन्दा बढी सरकारी विद्यालयमा अहिले निजी स्कुलबाट विद्यार्थीहरू नाम सार्दैछन्। उनले बुकलेस फ्राइडे मार्फत सिपमूलक शिक्षा सुरु गरे। स्वास्थ्यको कुरा गर्दा वडा क्लिनिकहरूमा विशेषज्ञ डाक्टरहरूको व्यवस्था र निशुल्क औषधि वितरण प्रभावकारी भएको छ। ओलीजीको पालामा अस्पतालहरू राजनीतिक भर्ती केन्द्र जस्ता थिए, तर बालेनले सेवालाई प्राथमिकता दिएका छन्। ओलीजीसँग त देशभरि फैलिएको एमाले जस्तो ठूलो पार्टी छ। एउटा मान्छेले मात्र देश कसरी चलाउन सक्छ? समीर, यही पार्टीतन्त्र नै नेपालको दुर्गतिको कारण हो। पार्टीका कार्यकर्ता पाल्नका लागि राज्यको स्रोत बाँडचुँड गरिन्छ। बालिन स्वतन्त्र हुनुको फाइदा यो छ कि उनले कसैको चाकरी गर्नु पर्दैन। अहिलेको पुस्ताले खोजेको पार्टीको झोले होइन, जनताको सेवक हो। हामीले ओलीजीलाई 2051 देखि अहिलेसम्म पटक पटक अवसर दियौं, तर उहाँको कार्यकालमा युवाहरू किन मरुभूमिमा 50 डिग्रीको तापक्रममा काम गर्न बाध्य छन्? किनकि यहाँ अवसर होइन, पार्टीको पहुँच चल्छ। खण्ड 5 निष्कर्ष र भविष्य। थोरै सोच्दै, तिम्रा तर्कहरूमा दम छ आयुषा। अनुभव र इतिहासको सम्मान गर्दै गर्दा हामीले वर्तमानको आवश्यकतालाई बिर्सनु हुँदैन। सायद अब परिवर्तनलाई स्वीकार्ने बेला आएको हो कि? पक्कै पनि समीर, हामीले सत्यलाई स्वीकार गर्नुपर्छ। केपी ओलीजीले इतिहासमा गरेको योगदानका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ, तर उहाँको समय अब विश्रामको हो। देश गफले होइन, भिजन र एक्सनले बन्छ। बालिन शाहले देखाएका छन् कि यदि इच्छा शक्ति भयो भने एउटै मान्छेले पनि सिस्टम हल्लाउन सक्छ। भोट बालेनलाई दिनु भनेको केवल एउटा व्यक्तिलाई रोज्नु मात्र होइन, यो त पुराना दलहरूको सिन्डिकेट तोड्ने एउटा साहस पनि रहेछ। एकदम सही भन्नुभयो समीर। त्यसैले हामीले भावनामा होइन, आफ्नो र आफ्नो देशको भविष्य हेरेर भोट दिनुपर्छ। बालिन शाह त्यही भविष्यको एउटा आशा हुन्। आधुनिक र शास्त्रीय सङ्गीतको लय बिस्तारै बढ्दै जान्छ। आजको यो विशेष र लामो बहसका लागि धन्यवाद। हामीले सोच्ने बेला आएको छ। हामीलाई सपना मात्र बाँड्ने नेता चाहियो कि सपना साकार पार्ने प्रतिनिधि? तपाईको एउटा भोटले अर्को 5 वर्ष मात्र होइन, आगामी पुस्ताको भविष्य तय गर्छ। त्यसैले सत्यको पक्षमा उभिनुहोस्। अर्को भागमा हामी अन्य महत्त्वपूर्ण विषयमा चर्चा गर्नेछौँ। तबसम्मका लागि नमस्कार।